तपाईँहरूलाई थाहा छ मेरो बुढी बुलडग रामिनको यति धेरै फ्यान हो कि यति राम्रो मौसममा पनि उसले आफैले बनाएर घरबाट बनाएर लिएर आएर खाँदैछ। फेरि यति पिरो खान्छ नि, नर्मल पिरो होइन नि। फेरि उसले पिरो कुन लेभलको खाइरहेछ भने 3x भन्ने हुँदो रहेछ, पिरोको पनि लेभल हुँदो रहेछ। उसले 3x को रामिन खाइरहेको छ। मलाई पनि एक छुरी दिएको थियो, म खान नसकेर आँखाभरि आँसु र नाकभरि सिगान भएर बसिरहेको थिएँ। तब पनि मेरो बुढीले यस्तो हावा चलेको बेलामा पनि मस्त रामिन खाइरहेको थियो। भयो बुढी नखाऊ भन्दा नि मेरो कुरै सुनेन। कोही मान्छे यति धेरै रामिन लभर हुन्छ भनेर पनि मैले सोचेको थिइनँ सायद। अनि हामी एक्कासी त्यो खाएर भएर मेरो बुढीको अनुहार हेर त, त्यत्रो 3x लेभलको स्पाइसी खाँदा पनि मेरो बुढीको कुनै रियाक्सन छैन। मान्नै पर्छ मेरो बुढीलाई। अनि हामीले अलिकति पोजहरू पनि गऱ्यौँ, एक्टिङहरू, तर खै मलाई नमिल्या हो कि मेरो बुढीलाई नमिल्या हो, त्यही पनि रमाइलो गरियो। अनि मेरो बुढीले मेरो लागि प्यान्ट भनेर किन्नलाई खोजे यस्तो दिगदार बनायो नि मेरो बुढीले। बुढी तिमी म बिना बाँच्न सक्छौ? संसारमा सबभन्दा ठुलो तिमीलाई के लाग्छ? केटी मान्छेको जात हुन्छ कि हुँदैन? केटी मान्छेको घरबार हुन्छ कि हुँदैन? केटी मान्छे कतिखेर खुसी हुन्छ? जब राम्रो बुढा भएर बुढाको साथ पाएर। अहिले हामी कहाँ छौँ? हामी अहिले दुबईको बर दुबई भन्ने ठाउँमा, अल दुबईमा हामी घुम्न आछौँ। उल्टी हाल्दा हो कि बुढी? सुन, एउटा गाना गाएर सुनाइदियो तिमीले, सुन्न मलाई। तला कहिले पुगे माथि, तिमी मात्र भेटे मैले जिन्दगीको साथी हो। ओ काली झरौला ओराली झरौला, साथ भन्छन् भने पनि त्यो पनि तरौला। तिम्रै लागि हो भने जानै दिदिउँला, तिम्रै लागि हो भने जानै दिदिउँला।